ल है साथीहरू, आज पासार मालामबाट एउटा लोकल भालेको व्यवस्था गरेको छु। कम्पनीले बोनस दिएको थियो, त्यसको उपलक्ष्यमा हेर्नुस्। उताबाट मारेर ल्याएको, उतैबाट मारेर ल्याएको हेर्नुस् है। यो 47 फिङ्गरको करिब करिब नेपाली लगभग कति पर्यो, झन्डै 2000 पर्यो के। अब यसलाई चाहिँ भुत्लाउनलाई यहाँ रेडी बनाएको छु। यसलाई चाहिँ यहाँ राख्नु पर्यो, मजाले बनाउनु पर्यो। उनीहरूले चाहिँ त्यहाँ काट्छ तर छाला उडारेर फालिन्छ क्या, त्यो मन पर्दैन मलाई। त्यही भएर आफैले यहाँ तातो पानी व्यवस्था गरेको छु। एकदमसँगले चाहिँ तातो पानी लिएर आएको छु। ल पुरै ल मस्तसँगले भयो होला नि, यतै राखौँ। ओ माई गड, पोल्यो कहाँ, पोल्यो पोल्यो पोल्यो। टक्क लगाएर भुटलाई यहाँ राखेर फ्याल्ने हो होइन। ल कस्तो भएछ देख्नु भएको छ नि। मजाले भएछ है। भो त्यो पानी हालेपछि चाहिँ कहाँ कहाँ छ र छैन भन्ने कुरा कडा रहेछ यार। कडा रहेछ यार, टोक्ने। हत्तेरिका, धन कमाउने छ कि छैन यहाँ बात्रा हेर्नु पर्यो नि साथीहरू। ल जा ल। यो भन्छ शत्रु, शत्रु त कति रहेछ यार। यो त शत्रुै शत्रु भयो त होइन। यहाँ नजिक आएर देखाइदिन्छु। यो उठ्यो भने चाहिँ शत्रु भन्छ कि हाम्रोतिर यो। ओ माई गड, बनाउन नजान्ने हो कि। मेरो थुप्रै शत्रु रहेछ है, कसैलाई के भने छैन मैले। कसरी यत्रो धेरै शत्रु निस्क्यो मेरो। हत्तेरी माटोक्ने। अब मुटु हेरौँ, मुटु धन त कमाउने नै छ यहाँ। पुरै सेतो भएको देख्नु भएको छ नि। अब महिना महिना स्यालेरी आइहाल्छ, त्योभन्दा के खोज्ने होइन। यो पनि सब ठिक छ एकदम। यो बुढापाकाले हेर्ने गर्छन्, यहाँ राख्नु पर्यो होइन। कस्तो दामी छ है। चाप्रेको पनि कुखुरा त हेर्नुहोस् त, चाप्रै यत्रो यत्रो छ। यो त फ्यालिदिनु पर्छ साथी हो। चोट लागे जस्तो छ कि। फाइनली रेडी भयो, मासु रेडी। यो
यो छुट्टै भुटेर खाने हो यतै बसोस् अहिले बनाएर त्यसलाई चाहिँ 2 टुक्रा बनाउनु पर्छ यो कराईमा अट्दैन यसो बनाउनु पर्छ अनि अट्छ के यस्तो बनाएर दामी भयो त कति छाक बनाउँछ साथीहरु अब 3 जना मान्छे हो 3 छाक बनाउनु पर्यो हैन यसमा छाक छाक बनाएर हाल्ने हो के साथी हो हेर्नुस् है देखेछ नि दामी अब यसलाई यहाँ छाक बनाएर राख्ने हो चाहिँ अहिले बनाएर खाइहाल्नु पर्छ हेर्नुस् टाउको नि बनाउन छ अलि राम्रोसँग घोलेन के हो झोल खाने हो के साथीहरु झोल झोल सुप दामी बनाएर खाने हो ल अहिलेलाई चाहिँ यो बनाएर खानुपर्छ र टाउको यतिले बनाइ भइहाल्छ हैन यो 2 जना साथीहरुलाई यो चाहिँ अहिलेको लागि है यो भोलि पर्सिनी कोर्सीको लागि यसमा अलि धेरै गयो जस्तो छ प्लास्टिक सानो भएर हो कि यो अब फ्रिजमा प्याक पुरै यो चाहिँ 3 छाक भोलि पर्सिनी कोर्सीको लागि है त अब यो फ्रिजमा राखेर हाल्दिने छु अनि हेरौँला रमाइलो गरौँला यो चाहिँ अहिलेको लागि हो फेरि बनाएर राखे हैन अब पकाउने हो साथीहरु आउने बेला हुन लागिसक्यो आगामी नयाँ भिडियोमा चाहिँ फेरि अर्कै अर्गानिक चीज लिएर आउने छु पहिला यो च्यानल सब्स्क्राइब गर्नुस् अनि त्यसपछि एउटा लाइक ठोक्नुस् है मन पर्यो शेयर गर्नुस् शेयर जबरजस्ती भन्दिन तपाईको हातको कुरा हो अब यहाँबाट रिमोट फेरि यहाँ छ र सबैजनालाई बाइ बाइ लास्टसम्म हेर्दिनु भएकोमा सबैजनालाई धन्यवाद ल